एकजना विद्यार्थीको खुट्टामा प्रहरीद्वारा लाठीचार्ज भएको छ र बुटले हानिएको छ। यहाँ देख्न सक्छौँ हामी उहाँलाई प्रहरीद्वारा कुटिएको र लाठीचार्ज गरिएको। सर भन्ने हुनुहुन्छ, उहाँले पैसा दिन्छु, फी माफ गरिदिन्छु, यो कुरालाई दबाब भनेर विद्यार्थीलाई दबाब दिनुभएको छ। भिड आक्रोशित हुँदा प्रहरीले विद्यार्थीमाथि हात हालेको छ, केटीमाथि पुरुष प्रहरीले केटीमाथि हात हालेको छ। अनि पैसाको कारण नदियोस्, को मान्छे गोकुल बास्कोटाको पर्सनल असिस्टेन्ट हो त्यो मान्छे, त्यही भएर यो कुरालाई नदबोस् भनेर हामी यहाँ छौँ। झोलामा किताब र पुस्तक बोकेर विद्यालय जानुपर्ने उमेरका बालबालिकाहरू आज गौसल्ला प्रहरी वृत्त अगाडि आएर न्यायको लागि गुहार माग्नुपर्ने अवस्था आएको छ। हामी देख्न सक्छौँ सेन्ट लरेन्स कलेजका विद्यार्थीहरू आज विद्यालय जान छोडेर, विद्यालय जाने उमेरमा, पाठशालामा किताब बोकेर जाने उमेरमा विद्यार्थीहरू न्यायको लागि गुहार माग्न आज काठमाडौँको प्रहरी वृत्त गौसल्ला अगाडि आएर गुहार माग्नु परिरहेको छ। सेन्ट लरेन्स कलेजका छात्राहरू आफ्नै कलेजका शिक्षकद्वारा यौन हिंसामा परेर आज न्यायको गुहार लाउनको निम्ति गौसल्ला प्रहरी वृत्त अगाडि आएर बोलिरहनु परेको हो। बोर्ड एक्जाम आउँदैछ, परीक्षा नजिकिँदैछ, तर विद्यार्थीहरू विद्यालय जान छोडेर आज सडकमा आएर न्यायको गुहार लगाउनु पर्ने अवस्था आएको छ। एउटा घरपछि विद्यार्थीले सबैभन्दा सुरक्षित महसुस गर्ने स्थान भनेको विद्यालय हो, तर त्यही विद्यालयमा समान शिक्षकले नरपिशाचको व्यवहार गर्दा कस्तो होला? त्यही विद्यालयका विद्यार्थीहरू समान शिक्षकद्वारा यौन दुर्व्यवहारमा परेका छन्, यौन हिंसामा परेका छन्। अनि प्रशासनले कडा कारबाही नगरेपछि आज विद्यार्थीहरू सडकमा आउन बाध्य भएका छन्। झोलामा किताब बोकेर विद्यालय जानुपर्ने उमेरका बालबालिकाहरू आज सडकमा आएर न्यायको निम्ति गुहार लाउनुपर्ने अवस्था आएको छ। हामी देख्न सक्छौँ विद्यार्थीहरू जनार्दन अधिकारी जो शिक्षक हुनुहुन्छ, जसबाट विद्यार्थीहरू चाहिँ यौन हिंसामा परेका थिए, ती शिक्षक विरुद्ध आवाज उठाइरहेका छन्। गल्ती छैन नि त, अब भिक्टिमलाई त कुटेर हुँदैन नि यस्तो त होइन। हिजो उनीहरूले चार्ज हालेको पुलिसहरूले नै घुस खायो भने त्यसरी हुँदैन। डिआइजी एसिपी के हो? मेरो नाम विवेक पोखरेल हो र मेरो पत्रकार परिचय नम्बर 30,240 हो। मैले यो पत्रकार परिचय देखाएर भित्र जान अनुमति मागेको छु, तर अहिले हामीलाई जान दिएको छैन। प्रवक्तासँग कुरा गर्न पनि अनुमति चाहिन्छ अथवा पाउनुपर्छ भनेर हामीलाई यहाँ ढोकाबाट जवाफ आएको छ। हामी प्रवक्तासँग कुरा गर्ने तर्खरमा छौँ। हस्, प्रवक्तासँग सोध्न पनि यहाँ समय लिएको छ, जो अक्सर राम्रै कुरा हो, तर नदिने नजान दिन अनुमति छैन। हामी सूचनाको हक प्रयोग गरेर प्रहरी वृत्त गौसल्लामा पठाएको त्यहाँको प्रवक्तालाई प्रश्न गर्ने तर्खरमा थियो, तर यहाँ जान दिइएको छैन। म पुनः भन्छु, मेरो नाम विवेक पोखरेल हो, पत्रकार परिचय नम्बर 30,240 हो। सूचना तथा सञ्चार विभागले प्रयोग गर्न दिएको सूचनाको हकको निम्ति म गौसल्ला प्रहरी वृत्तभित्र जान खोज्दा दिइएको छैन र अहिले नपठाउनु भन्ने आदेश आएको छ भनेर भनिएको छ। यहाँ विद्यार्थीहरू शोषण भयो भन्छन्, विद्यार्थीहरूलाई प्रहरीले जाँच गरे पनि भनिरहेका छन्। यस विषयमा हामी भित्र प्रवक्तासँग कुरा गर्न जाँदा हामीलाई जान अनुमति छैन भनेर गेटमा सूचना आएको छ। हामी गौसल्ला प्रहरी वृत्त अगाडि छौँ, जहाँ विद्यार्थीहरू धरना दिइरहेका छन्। सेन्ट लरेन्स कलेजका शिक्षकबाट यौन हिंसाका पीडित विद्यार्थीहरू न्यायको गुहार माग्दैछन्। हामी प्रवक्तासँग कुरा गर्ने तर्खरमा थियौँ, तर हामीलाई जान दिएन। विद्यालय जाने उमेरका बालबालिकाहरू आज गौसल्ला प्रहरी वृत्त अगाडि माग्नुपर्ने अवस्था छ। किनभने प्रहरीद्वारा चार्ज भएको कुरा पनि भन्छन्, तर गौसल्ला प्रहरी वृत्तको प्रवक्तासँग कुरा गर्न जाँदाखेरि गेटबाट अनुमति छैन भनेर गेटबाटै फर्काइएको छ। प्रहरी वृत्त गौसल्लाको प्रवक्ताको फोन रेकर्डिङ हामीसँग छ, उहाँसँग कुरा गर्न खोज्दा फोन हुँदैन, भित्र छिर्न जाँदा दिँदैन।
यदि मिडियालाई भित्र जानै नदिने र प्रवक्तासँग कुरा गर्न नदिने भए सूचना तथा सञ्चार विभागले दिएको यो कार्डको अर्थ के त? सूचना तथा सञ्चार विभागले दिएको यो कार्ड खारेज गर्ने भएको त? यदि हामी सूचनाको हक लिएर प्रवक्तासँग कुरा गर्न जान्छौँ भने प्रवक्तासँग भेट्ने अनुमति छैन भन्नु कहाँको सूचना तथा सञ्चारको हक? प्रश्न सूचना विभागलाई र प्रहरी कार्यालयलाई। प्रवक्ताको फोन हुँदैन, विद्यार्थीहरू चार्ज भयौँ भनेर भन्छन्, तर यसबारे सत्य तथ्य थाहा पाउन प्रहरीको पक्षबाट के छ, प्रहरीको भनाइ के छ भनेर प्रहरीको भनाइ बुझ्न जानुको लागि प्रवक्तासँग भेट्न दिँदैन। हामी प्रहरी वृत्त कौशल लगाएर छौँ अहिले। सेन्ट लरेन्स कलेजको यौन हिंसा विवाद जुन अहिले गौसला प्रहरी वृत्त अगाडि विद्यार्थीहरू धरना प्रदर्शन गरिरहेका छन्, हामी त्यसको बारेमा थप कुराकानी यहाँलाई देखाउँदैछौँ। एकजना विद्यार्थीको खुट्टामा प्रहरीद्वारा लाठीचार्ज भएको छ र बुटले हानिएको छ। यहाँ देख्न सक्छौँ हामी उहाँलाई प्रहरीद्वारा कुटिएको र लाठीचार्ज गरिएको। यही विषयमा प्रहरीले लाठीचार्ज गर्यो र प्रहरीले कुट्यो, तर किन कुट्यो, प्रहरीको भनाइ के त भनेर हामी प्रहरीको भनाइ राख्न जाँदाखेरि प्रवक्तासँग समय छैन, अहिले मिडियालाई छिर्न नदिनु भनेर गेटमा भनिएको छ। तर प्रहरीको भनाइ राख्न नदिँदा जसले कुटाइ खानुभयो, जसको खुट्टामा आज ब्यान्डेज छ, यौन हिंसा विरुद्ध बोल्दाखेरि प्रहरीको कुटाइ खानु पर्यो। एउटा विद्यार्थी विद्यालयमै कलेजमै कुटाइ खान्छ। यो कहाँको न्याय प्रणाली हो? यो कहाँको प्रशासनको दमन हो? विद्यार्थीले आवाज उठाउँदा पनि यो एउटा बा समान, एउटा गुरु समान शिक्षकले नरपिशाचको व्यवहार देखाउँदाखेरि त्यो व्यवहार सम्बन्धी त्यसको विरोध गर्दा एउटा विद्यार्थीले प्रहरी प्रशासनको कुटाइ खानुपर्छ भने यो न्याय प्रणालीलाई, यो न्याय प्रशासनलाई के भन्ने? हामी उहाँसँग कुराकानी गर्ने तर्खरमा छौँ। तपाईँको खुट्टामा घाउ जुन हामी देखिरहेका छौँ, ब्यान्डेज लागेको छ, कसरी भयो? पुलिसले हानेर हो, बुटले हान्यो होइन, त्यसपछि लाठीचार्ज गर्यो। पुलिसले बुटले हान्यो अनि लाठीचार्ज पनि गर्यो। यो हामीले कुनै मनगढन्त कहानी बनाइरहेका छैनौँ। पुलिस प्रशासनको विरुद्ध आफै कुनै यहाँ हामी टेली सिरियल चलाइरहेका छैनौँ। जो भिक्टिम हुनुहुन्छ, जसले कुटाइ खानुभएको छ, उहाँको यथार्थ हामी देखाउँदैछौँ। तपाईँलाई पुलिसले लाठीचार्ज हान्यो, बुटले हान्यो, किन हान्यो? खै थाहा भएन किन हान्यो। त्यहीँ थियो भनिरहेको थियो त्यो कलेजमा के गर्दै हुनुहुन्थ्यो र कुटाइ खानु? बोलिरहेको थियो त्यो सरलाई बाहिर निकाल भनेर, अनि त्यति बेला सरलाई बाहिर निकाल भन्दा कुटाइ खायो। हजुर। अनि यसबारे अनि तपाईँ मात्रै प्रहरीको चार्जमा पर्नु भयो कि अन्य पनि पर्यो? परेको छन् साथीहरू नि। साथीहरू पनि पर्नु भएको? लाग्यो। कतिजना जति चोट लाग्यो? यिनीहरू सबै लाग्यो। यिनीहरूलाई लाग्छ, उसको हातमा लाग्छ, उहाँको हात पनि प्रहरीद्वारा पेटमा लागेको छ। देख्न सक्छौँ उहाँको हातमा जुन ब्यान्डेज छ, यो पनि प्रहरीको चार्जले नै हो, प्रहरीले दिएको पुरस्कार हो। हामीले कुनै मनगढन्त कहानी बनाएर तपाईँहरूको समक्ष कुनै चलाइरहेका छैनौँ, देखाइरहेका छैनौँ। यथार्थ के हो भनेर जानकारी लिन खोज्दैछौँ। तपाईँको शुभ नाम? कृष्ण खत्री। कृष्ण खत्री, तपाईँको हातमा ब्यान्डेज कसरी लाग्यो? पुलिसद्वारा लाठीचार्ज। पुलिसले लाठीचार्ज गर्यो? हजुर। किन गर्यो? चाहिँ निकाल भन्दाखेरि सरलाई। कसलाई निकाल भन्दा? सरलाई नै, कोअर्डिनेटरलाई निकाल भन्दा प्रहरीद्वारा लाठीचार्ज गर्यो? हजुर। अनि यसबारे थप जानकारी आएन? किन कुट्यो? किनभने तपाईँहरू त न्याय माग्दै हुनुहुन्थ्यो नि त। गलत काम त गर्नुभएको थिएन, न्याय माग्दै हुनुहुन्थ्यो। न्याय माग्दा तपाईँहरूलाई प्रशासनले दिएको पुरस्कार हो यो। हजुर। धन्यवाद। गौसला प्रहरी वृत्त अगाडि बसेर हामी तपाईँलाई जानकारी दिँदैछौँ। हामीले भर्खरै तपाईँलाई दुईवटा क्लिप देखायौँ जहाँ विद्यार्थीहरू, सेन्ट लरेन्स कलेजका विद्यार्थीहरूले कलेजमा गएर कोअर्डिनेटरलाई चाहिँ बाहिर निकाल भन्दाखेरि प्रहरी प्रशासनले उनीहरूको खुट्टा र हातमा दिएको पुरस्कार ब्यान्डेज हामीले तपाईँलाई देखाएका छौँ। सेन्ट लरेन्स कलेज यौन दुर्व्यवहार प्रकरणको बारेमा हामी थप कुराकानी गर्दैछौँ। यहाँ हामीसँग एक विद्यार्थी हुनुहुन्छ, हामी उहाँसँग जस्ताको तस्तै कुरा के भएको थियो, कसरी भएको थियो भनेर कुराकानी गर्दैछौँ। तपाईँको नाम? मेरो नाम विशाल खत्री। अनि म चाहिँ खास गरी यो कलेजको चाहिँ होइन, म सपोर्टको रूपमा हिजोबाट नै यहाँ छु, उहाँसँग लङ छु। म यहाँ आएर केही टाइम बुझेँ के भइरहेको छ भनेर। बुझ्दाखेरि सरको बारेमा चाहिँ उहाँ जुन सरको छ उहाँहरूको म्यासेजहरू सेक्सुअल हेरेसमेन्टको म्यासेज छ सबै होइन, पुरै प्रुफ पनि छ, अहिले पनि अनुसन्धान चलिरहेको छ भनिरहनु भएको छ। अनि अर्को कुरा, यो कुरा विद्यार्थीहरूले 2 महिना पहिला उठाएको कुरा हो। कलेज प्रशासनले दबाइराखेको छ। कलेज प्रशासनले यदि नदबाएको भए त पहिल्यै भ्याइन सक्थ्यो। कलेज प्रशासनले दबाएर केशव सर भन्ने हुनुहुन्छ, उहाँले पैसा दिन्छु, फी माफ गरिदिन्छु, यो कुरालाई दबाउ भनेर विद्यार्थीलाई दबाब दिनुभएको छ। एकछिन मैले रोकेँ, उहाँको कुरा नोट गरियोस्। फ्रीमा शिक्षा दिन्छौँ, कलेजको यो केस माफको केसलाई दबाइयोस्
फ्रीमा शिक्षा दिन्छौँ भनेर भनिएको छ। एउटा बा समान शिक्षकले आफ्नो छोरीको उमेरको एउटा विद्यार्थीलाई माथि यौन हिंसा गरेर त्यसलाई पैसाको आडमा दबाउन खोजिँदैछ। त्यसपछि के भयो? त्यसपछि हामी प्रोटेस्ट गर्दै यहाँसम्म आइपुग्यौँ। प्रोटेस्ट गर्दा गर्दै हाम्रो कुरा लाइक भित्र गएपछि टिप्पणीहरू ल्याइरहेको थियो, ठिकै चलिरहेको थियो सबै कुरा। जब ऊ भयो यहाँबाट उसलाई लगियो, जुन उस सरलाई लग्यो, जुन चाहिँ जनार्दन भनेको मूर्खलाई लगियो, त्यसलाई लगेपछि चाहिँ यहाँबाट अलिकति आक्रोशित भएको थियो। भिड आक्रोशित हुँदा प्रहरीले विद्यार्थीमाथि हात हालेको छ, केटीमाथि पुरुष प्रहरीले केटीमाथि हात हालेको छ। यो कुरा पुनः नोट गरियोस्, फिमेल विद्यार्थी छात्राहरूमाथि प्रहरी पुरुषहरूले हात हालेका छन्। यो हामीले कुनै बनाएर मनगढन्त कहानी सुनाइरहेका छैनौँ। घटनास्थलमा जे भइरहेको छ सत्य तथ्य खबर यहाँहरूलाई दिने। अनि उहाँ त्यति बेला एकजना रिपोर्टर हुनुहुन्थ्यो, महिला रिपोर्टर हुनुहुन्थ्यो। उहाँको क्यामेरा खोज्ने प्रयास गरियो, त्यसको फुटेज मसँग छ, मैले भिडियो गरेको थिएँ त्यो टाइममा। यदि तपाईँलाई केही चाहिन्छ भने ओके। अरू त्यसपछि हिजो हाम्रो त्यति नै रह्यो। त्यसपछि हामी कलेज गयौँ, कलेज गएर बुझ्यौँ कस्तो छ हालत। कलेजको सिसाहरू फोडिएछन्, अब त्यो त फोडिन आवश्यक नै थियो सायद। अब स्टुडेन्टहरूको आक्रोश देखिरहनु भएको छ पछाडि। हामी यो खास गरी आउनको मेन रिजन चाहिँ लाइक अब कुनै पनि उ नहोस्, यो राजनीतिक पार्टीको एकदम ठुलो मान्छे भन्ने कुरा आइरहेको छ। अनि पैसाको कारण नदियोस्, को मान्छेको गोकुल बास्कोटाको पर्सनल असिस्टेन्ट हो त्यो मान्छे। त्यही भएर यो कुराले नदबोस् भनेर हामी यहाँ छौँ, नत्र भने हामीलाई यस्तो उफ्रिनु पर्दैन। ओके, पत्रकारको के खोज्यो भन्नुभयो? क्यामेरा खोसिएको थियो, महिला पत्रकारको क्यामेरा खोसिएको थियो पुलिस प्रहरी प्रशासनले। तपाईसँग फुटेज छ सर? हामी यहाँलाई यो फुटेज पनि देखाउनेछौँ जहाँ प्रहरी प्रशासनले महिला पत्रकारको क्यामेरा खोसेको छ। माथि हात उठाइएको छ, महिला प्रशासनको क्यामेरा खोसिएको छ। मसँग फुटेज छ, हेर्नु यहाँ। क्यामेराम्यानको क्यामेरा खोज्दै खान्छ सालेहरू। विद्यार्थीमाथि हात उठाउने, त्यसमाथि क्यामेराम्यानको क्यामेरा खोज्दै खान्छ। यति बेला क्यामेरा खोसिएको छ, हेर्नु यहाँ, देख्नुभयो? क्यामेराम्यानसँग लडिरहेको छ प्रशासन। प्रहरी प्रशासनले क्यामेरा खोसेको फुटेज पनि हामीले प्राप्त गरेको छौँ, जुन हामी तपाईँलाई यो हाम्रो भिडियो आउँदाखेरि स्क्रिनमा पक्कै देखाउनेछौँ। यो घटना, यो प्रकरण जहाँ विद्यार्थी स्कुल जानुपर्ने उमेरमा, विद्यालय जानुपर्ने उमेरमा, झोलामा किताब बोकेर विद्यालय जानुपर्ने उमेरमा आज विद्यार्थीहरू न्यायको निम्ति भिख माग्दै गौशाला प्रहरी वृत्त अगाडि उपस्थित हुनुभएको छ। प्रवक्ता यसबारे कुरा गर्न चाहनुहुन्न, प्रवक्तासँग कुरा गर्न खोज्दा उहाँसँग समय छैन। विद्यार्थीहरू यसरी सडकमा न्यायको निम्ति गुहार लगाउनु परेको छ। हामी आज काठमाडौँ स्थित गौशालामा भइरहेको विद्यार्थीको विरोध प्रदर्शन रिपोर्टिङ गर्न आएका थियौँ। त्यसको बारे सत्य तथ्य जानकारी यहाँलाई दिन आएका थियौँ। यसबीच हामीलाई के खबर प्राप्त हुन्छ भने विद्यार्थीहरूलाई प्रहरी प्रशासनद्वारा चार्ज गरियो। हामीले यो खबर प्राप्त गऱ्यौँ, विद्यार्थीहरूको विरोध प्रदर्शन हामीले देखायौँ। तर यसबारे हामीले गौशाला प्रहरी वृत्तको प्रवक्तासँग कुराकानी गर्ने प्रयास गऱ्यौँ, तर हामीलाई जान अनुमति दिइएन। प्रवक्तासँग कुरा गर्ने अनुमति पत्रकारलाई दिइएन, जबकि हामी सूचना तथा सञ्चार विभागले दिएको कार्ड जसले चाहिँ हामीलाई सूचनाको हक दिन्छ, त्यो सूचनाको हकको सदुपयोग गर्न हामी भित्र जाने प्रयत्न गरिरहेका थियौँ, तर जान दिइएन। विद्यार्थीको आवाज सुन्न यहाँ कोही पनि उपस्थित छैन। विद्यार्थीमाथि प्रहरी प्रशासनले कलेजमा चार्ज गर्यो भनेर हामीले खबर प्राप्त गऱ्यौँ। विद्यार्थीसँग कुराकानी गर्दा विद्यार्थीहरूको खुट्टामा ब्यान्डेज छ, हातमा ब्यान्डेज छ। विद्यार्थीहरूलाई कुटपिट गरिएको त छ, तर त्यसबारेमा प्रहरी प्रशासनको धारणा के छ? प्रहरीले किन हात उठायो, विद्यार्थीले बुट समेत बजार्यो भनेर भनिरहेका छन्। प्रहरी प्रशासनले स्कुलमा विद्यालयमा गई विद्यालयको ड्रेसमा भएका विद्यार्थीहरूमाथि बुट बजार्नुको कारण के भनेर प्रवक्तासँग कुराकानी गर्न जाँदा प्रवक्तासँग समय छैन। हामीले नेपाल प्रहरीको प्रवक्तासँग कुराकानी पनि गऱ्यौँ, उहाँको फोन उठ्दैन। विद्यार्थीको आवाज, विद्यार्थीलाई दमन किन गरियो, विद्यार्थीलाई किन कुट्यो भनेर प्रश्न गर्दा प्रवक्तासँग समय छैन। यसको जानकारी कसले दिने हो, कसलाई दिने हो थाहा छैन। प्रवक्ताले जानकारी नदिए कसले अब आएर प्रहरी विद्यार्थीलाई, प्रेसलाई र देशका जनतालाई जवाफ दिन्छ? यसको जवाफ हामीसँग पनि छैन। सायद भन्थे नि, नेपालको कानुन दैवले जानुन्। विद्यार्थीले न्याय पाउँछन् पाउँदैनन् त्यो आफ्नो ठाउँमा छ, तर
प्रहरीले यसबारे जानकारी दिनुपर्ने थियो। प्रहरीले यसबारे विद्यार्थीलाई बुट र विद्यार्थीलाई लट्ठी किन बजारिएको थियो भनेर जानकारी दिनुपर्ने थियो। विशेष न्युजका लागि काठमाडौँ गौशाला प्रहरी वृत्त अगाडिबाट विवेक पोखरेल र साजिद गुरुङको रिपोर्ट।